Welcome to my vlog. Good morning सबैजनालाई आज पनि सन्डेको दिन आज सुनिता दिदीको हामी बर्थडे सेलिब्रेसन गर्दै छौं त्यही भएर टाक्सिम जाँदै छौं हामी हेरौँ है त आजको दिन कस्तो हुन्छ म चाहिँ ट्रेन कुरिरहेको छु अहिले ट्रेन आउँदैछ त होला नि उता जाने ट्रेन चाहिँ आयो अब मेरो पट्टिको यतापट्टिको चाहिँ आउन बाँकी छ कुरिरहेको छु मेरो ट्रेन पनि आयो अब म पनि जान्छु म आइपुग्यो अब दिदी कुरिरहनु भएको अरे मलाई दिदीलाई मैले देखिसकेँ दिदीलाई मलाई देखाएको छैन हेलो Panggal naman. भेट भयो अब माई ब्लग अब हामी जान्छौँ खान्छौँ एकछिन घुम्छौँ हामी एकछिन घुम्छौँ अनि जान्छौँ हामी खानालाई पानी खिच्ने कति साह्रो गर्नुपर्छ ल अब हामीले खिच्यौँ फोटो पनि यो पानीको झरनामा अलिअलि खिचौँ अब हामी जान्छौँ अलिक पानी चाहिँ अलिक गनाउने रहेछ यो पोटास पानी भएर होला अलिक गनाउने रहेछ ल है आज हामी आइसक्यौँ बर्थडे खानालाई आइसक्यौँ अब बर्थडेको त छ अहिले हामी जान्छौँ अहिले थपौँला नि यो त ग्लासै सानो थाल रहेछ यो चाहिँ मलाई नै हुन्छ ल छैन चम्चो यहाँ छ ल भातहरू भयो हुँदैन त्यत्रो 2 ग्लास भात छ मलाई नि चम्ची दिनुहोस् न धन्यवाद मेकअप बिग्रिँदैन डर थ्याङ्क यू थ्याङ्क यू अर्को वर्ष झनै असल होस् अझ ठुलो अझै ठुलो बनाउनु पाऊँ दाइले नै दाइको हातको खाना खान पाऊँ खायौँ अब हामी जाने दिदीहरू यहाँ हुनुहुन्छ सबैजना आफ्नो मोबाइलमा भिडियो हेर्दै हुनुहुन्छ नेचुरल हो अब हामी खाना खायौँ अब हामी जाने रमाइलो भयो धन्यवाद खानाको लागि ह्यापी बर्थडे दिदी कसरी हेर्ने म चाहिँ कसरी देख्छु त कताबाट देख्छु त अब हामी खाजा आएको छौँ दिदी र म छौँ अब हामी खाजा खान्छौँ अनि जान्छौँ छोरो बाई बाई म यो खानेकुरा आयो ए गुड नाइट छोरो अब हामी खाना खान्छौँ नुडल्स चपस्टिक ये देखाउनु म चाहिँ फोर्क मलाई चाहिँ आउँदैन चपस्टिक चलाउन साँच्चै मलाई चाहिँ साँच्चै नै आउँदैन चपस्टिक चलाउनलाई म चाहिँ फोर्क नै हो
कपाल नखानु न ढिलो भयो काट्छ म छुट्टिने बेला भयो अब हामी के भन्छ अरे त्यो इन्डिया र चाइना नेपाल र इन्डिया जस्तो गरेर छुट्टिनु पर्छ बाई बाई अब म त छिटो जान्छु गाडी पुग्यो नि अघि नि कट्यो भने कट्यो अब आएको है गाडी आएको है रोड क्रस गर्नलाई कति गाह्रो छ म चाहिँ अहिले बेसिक तास छु बेसिक तासबाट सिक चढेर उस्कुदार जान्छु उस्कुदारबाट मेट्रो चढेर अनि इराङ्कियो मेरो घर जान्छु गाह्रो छ 7:45 भइसक्यो अहिले समर लागेको भएर दिन लामो छ घर आएँ घर आएँ ट्रेनबाट झरेँ अब घर जाँदैछु थ्याङ्क यू फर द वाचिङ अनि धेरै धेरै धन्यवाद धेरै धेरै माया गर्नुभएकोमा अझै हेर्दै गर्नुहोला अनि लाइक सब्सक्राइब गर्नुहोला अनि अझै भिडियो बनाउने प्रोत्साहन दिनुहोला भन्दै धन्यवाद सबैजनालाई थ्याङ्क यू सो मच फर द वाचिङ